हेलो गाइज वेलकम अनि स्वागत छ मेरो च्यानल अनि ब्लगमा। आज चाहिँ कुकिङ ब्लग। आज चाहिँ खसीको मासु भात पकाएर खाइन्छ। ल लेट्स गो। छ हाम्रो खसीको मासु। अब प्याज रेडी बनाउनु पर्यो। ल प्याज काट्नु पर्यो है। अब चाहिँ प्याज काट्नु पर्यो। प्याज काटेर निस्क्यो। लसुन पिन्नु पर्यो। लसुन छोडाउनु पर्यो। यो चाहिँ लसुन पिन्नु पर्यो। अब यो लसुन पनि पिनेर सक्यो। अब स्वादको लागि मसलाहरू हाल्ने। अलिकति मरिच, ब्ल्याक पेपर, अलिकति चार केडा के भन्छ ल्वाङ, क्लोभ, अलिकति सुकमेल, कार्डामोन, अलिकति दालचिनी, सिनामन। यो चाहिँ स्वादको लागि हाल्छु मैले, टेस्ट फ्लेभरको लागि। ल अब मासु नि पखाल्नु पर्यो अलिकति। मासु नि पखालिन्छ मजाले। म चाहिँ खसीको मासु प्राय कुकरमा बनाउँछु। कुकर तताउनु पर्यो। ल प्रेसर पनि तात्यो। अब तेल हाल्ने बेला भयो। अब तेल चाहिँ मासु अनुसार हाल्ने टक्क। यसरी पुरै मिलाइदिने। यो चाहिँ दुईजनालाई मात्रै हो, म र मेरो मिसेसलाई। अब एकछिन तेल तात्न दिउँ। ल तेल पनि तात्यो। अब प्याज भुट्नु पर्यो। यो पनि अन गर्नु पर्यो फेरि। यसले साउन्ड लास्टै खान्छ यार। के गर्नु फेरि, धुवा त फाल्नै पर्यो फेरि। प्याज भुट्यो एकछिन मजाले। प्याज एकछिन पर्पर भुट्ने। अलिकति प्याजलाई चाहिँ एकछिन भुट्ने। प्याजलाई चाहिँ हल्का खराइसकेपछि अब चाहिँ मासु हाल्ने। यसरी मासु मजाले चलाउने। एकछिन छोपिदिने। अब चाहिँ एकछिन खोल्ने। स्वाद अनुसार नुन हाल्ने। नुन चाहिँ बरु कम हाल्ने, बरु पुगेन भने थप्न मिल्यो। नुन हालिसकेपछि बेसार हाल्ने। त्यो पनि ठिक, धेरै नहाल्ने। अनि यो जिरा धनियाको त्यो स्वाद अनुसार धेरै नहाल्ने। ल त्यसपछि यो चलाउने। चलाउने अनि छोपिदिने एकछिन। अब यतिकै बस्नुभन्दा यसो सफा गर्नु पर्यो। प्याजको धुलोहरू केको धुलोहरू फाल्ने। सफा गर्नु पर्यो। हे भगवान् सबैलाई। म
Rubine taglio c'è. Loro sarà con pare. Rubine tagliare se adesso oggi lungo adesso. Na. पनि भयो फोरहरू सल्लाह पऱ्यो अलिकति कुट्न बाँकी छ मसला कुट्यो टक्क मसला चाहिँ सिलौटामा पिन्यो भने चाहिँ अलिक फ्लेभर आउँछ मलाई चाहिँ भन्न खोजेको अलिकति कुटेको सिलौटामा पिसेको चाहिँ स्वाद दिन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो पनि हेरौँ कस्तो हुन्छ त खाएपछि थाहा हुन्छ यही हो धेरै भयो बाहिर घुम्न नपाएको आज त यत्तिकै बस्नुभन्दा अरू केही गर्छु कुकिङ भ्लग बनाउँछु भनेर पसल ससल गएर खसीको मासु ल्याएर बनाउनु गएको कुकिङ भ्लग अब मासु मात्रै बनाएर भएन भात पनि बनाउनु पर्यो चामल हाल्नु पर्यो टक्क मासु भात बनाउनु पर्यो दुईजनालाई चिन्ता गरेर पुग्छ पाहाल्नु पर्यो चामल पनि रेडी भयो बेलायमा चलायो है झन्डै डढेको अब अलिकति पानी हाल्नु पर्यो यो मजाले खराउनु पर्छ अनि स्वाद आउँछ जति खरायो उति स्वाद आउँछ पानी यति हाल्नु पर्यो खराउन हेल्प गर्छ पानी कन्जर गर्नु प्लस पोइन्ट चाहिँ के छ भने आफ्नै बारीको छ्यापी आफ्नै बारीको सानो सानो भयो भने धनियाँ जस अर्ग्यानिक धनियाँ अर्ग्यानिक खान पाइन्छ अब धनियाँ टिप्नु पर्यो धनियाँ र छ्यापी टिप्छु म बारीको धनियाँ यसरी टिप्ने आफ्नै बारीको धनियाँ टक लगाएर आहा स्मेल त बबालै आउँछ कि फ्रेस स्मेल फ्रेस बास्ना यो मसला पेस्ट हाल्ने बेला भयो मसलाको पेस्ट हालिन्छ सलक्क पारेर यसमा चाहिँ अलिकति पानी मिसाइन्छ ल यो पानी मिसाएको पानी मिसाएको हाल्छु ल चलाउनु सटा गरेर
अनि डल्ले डल्ले खोर्सानी हाल्नै पर्यो हजुर Use this. द्याट्स अ माइक छोरी Dad, you have to use the mine. Can I please have the mine? ओके गिभ मी सम टाइम है Please, right now. एकैछिन ल Right now, Daddy. नेपाली बोल अनि राइट नाउ नेपालीमा माग ल डल्ले खोर्सानी कटिङ गर्दै You love me. You love me, Daddy. You love me. ओके एकछिन एकछिन एकैछिन I have to use the ring right now, Daddy. ल ल ल एकैछिन I ल have to use it right now, Daddy. नगर नि छोरी ल ल म दिन्छु ओके ल Ayo. Ayo. Ani. के भन्ने नमस्ते भन ल Namaste. यसरी लु यहाँ हेर त छोडिदियो त्यो ड्याडीको काम हो तिम्रो काम होइन ल यसरी यहाँ पछाडि आऊ Mata. नमस्ते भन I would just show. खर्यो अब कोलभेडा हाल्नु पर्यो बारीको गोलभेडा सक्यो अब यही गोलभेडा क्यान गोलभेडा मासु चाहिँ ल गोलभेडा नि हाल्यो सबै हाल्यो ल अब एकछिन फेरि खराउनु पर्यो पनि सक्यो चिसोमा हाल्नु पर्यो अब एक सिटी लाग्नु पर्यो एक सिटी लाग्नु दिनु पर्यो किनकि खसीको मासु अलिकति चाम्रो नै हुन्छ त्यो प्लाट्ट जान्छ धनियाँ नि रेडी छ यो नि रेडी छ अब सिटी लगाएपछि टक्क हालिन्छ अनि आज खाइन्छ मासु भात ल मासु पनि सिटी लागेर ल्यायो सिटी लगाएर सिद्धो अब डल्ले हाल्नु पर्यो अलिकति यो चाहिँ पिरोको लागि हाल्ने डल्ले डल्ले हालेपछि धनियाँ अर्ग्यानिक धनियाँ सबै हालिदिन्छु धनियाँको स्वाद चाहिँ मनपर्छ मलाई ल ल मासु पाक्यो ल अब खानुपर्छ टक्क लाएर ल खाना नि पाक्यो पस्किने बेला खाना पस्किने बेला भयो दुईजनालाई
सुरु गऱ्यौँ हामीले चाहिँ अब खानु ल म चाहिँ अब सुरु गर्नु पर्यो मिठो भयो त ल थ्याङ्क यू एभ्री वान फर वाचिङ माई च्यानल एन्ड ब्लग आजको लागि यति फेरि भेटौँला अर्को भिडियोमा थ्याङ्क यू